स्पिन किङ सन्दीप लामिछाने बिपिएल खेल्न जाँदैछन् र बिपिएल खेल्न जाँदै क्रममा गर्दा बङ्गलादेशमा अहिले आन्दोलन चलिरहेको छ र आन्दोलनले बिपिएल रोकिन्छ कि रोकिन्न भन्ने कुरा त त्यो अहिले थाहा भएको छैन। तर सन्दीप लामिछाने आज बिपिएल खेल्न जाँदैछन्, बिपिएलमा सहभागी हुँदा जाँदैछन्, आफ्नो टिममा राजशाही वारियर्समा जोइन हुँदा जाँदैछन्। त्यसैले हामीले कानमा गरौँ कि उनको लागि उनी राम्रोसँग वहाँ पुगुन् र राम्रोसँग सुरक्षित रूपमा बसुन्, जहाँ हाम्रो नेपालको लागि नजिकै वर्ल्ड कप आइरहेको छ र वर्ल्ड कपको लागि उनका लागि त त्यो प्र्याक्टिसको स्वरूप नै रहनेछ यो हाम्रो बिपिएलको म्याच। उनलाई 2019मा खेलेका थिए पहिलो म्याच, सायद त्यो हालत हो या सायद के नाम थियो होइन, त्यो टिमबाट खेलेका थिए र अनि पछि 7 वर्षपछि पुनरागमन गरेका छन् उनले बङ्गलादेश प्रिमियर लिगमा। यसरी हेर्नुपर्दा सन्दीप लामिछानेको बिचमा करियर अलिअलि ठप्प भएको छ, तर अहिले फेरि सुचारू हुन थालेको छ र यस्तै सुचारू हुने क्रममा गर्दा सन्दीप लामिछानेलाई हामीले सकेको हामीले हाइप दिउँ सन्दीप लामिछाने, किनभने सन्दीप लामिछाने नेपालका स्पिन किङ, स्पिन लिजार्ड, स्पिन बलर, स्पिन के भनौँ सन्दीप नेपाल क्रिकेट टिमको त ब्रान्ड एम्बेसडर, अथवा हामीले भन्नुपर्दा हामीलाई नेपाल क्रिकेटलाई जसले विश्वमा अन्य ठुल्ठुला खेलाडीहरूसँग चिनाएको छ त्यो सन्दीप लामिछाने नै ले गर्दा हो। किनभने उनले विभिन्न लिग खेलेको कारणले मात्रै भनेको छैन मैले, किनभने सन्दीपले विभिन्न लिग खेले होला होइन, तर उनको इन्टरनेसनल रेकर्ड हेर्नुहोस् न तपाईँले, 42 म्याचमा 100 विकेटको रेकर्ड छ, 54 म्याचमा 100 विकेटको T20 रेकर्ड छ होइन, 4 कन्जेक्युटिभ विकेट हल्लिने बलरको टप 10 भित्र उनी पर्छन्। अहिले मस्ट विकेट टेकरको लिस्टमा टप 15 भित्र पर्छन् सन्दीप लामिछाने।